एकपटक रविजीको कुरा सुनौ है। गिरिबन्धु टी एस्टेटको कुरा आयो, क्यान्टनमेन्ट आउँछ कि आउँदैन गिरिबन्धुज्यू? कि मुटु थरथर थरथर भइरहेको छ? त्यो भएर क्यान्टनमेन्ट घोटाला सबभन्दा ठुलो अपराध हो यो देशको, त्यो चाहिँ फाइल खोल्नु पर्यो। मान्य ज्ञानबहादुर साईले गिरिबन्धुको त नाम लिनुभयो, त्यसपछि क्यान्टनमेन्ट घोटालाको नाम लिनु भएन भनेर भन्नुभएको छ। फेरि मेरो मुटु चेक गर्नुभएको छ। तपाईसँग मात्र होइन, कसैसँग पनि म आफ्नो मुटु जचाउन तयार छु। मलाई लाग्छ यो दुनियाँको सबैभन्दा दह्रो मुटु भएको मान्छे रवि लामिछाने हो। यति भनेपछि मैले थप केही भन्नु पर्दैन होला। मैले अघि 25 वटा तपाईँहरूलाई बताएँ। कुनै पनि काण्डको सुरुवात गर्न, कुनै पनि काण्डको छानबिन गर्नको लागि कुनै पनि आपत्ति छैन। तर एउटा कुरा चाहिँ यहाँ मैले भन्न चुकाएको छु मान्यज्यू, मलाई लागेको थियो फाइलहरू तयार छन्, गएर फटाफट सही गर्ने त नि, खोल्ने त हो नि भन्ने लागेको थियो। तर दुर्भाग्य फाइल तयार भएका रहेनछन्। फाइल त तयार गर्नुपर्ने अवस्था सृजना भएको रहेछ। त्यसकारणले फाइल तयार गर्न समय लागेको मात्र हो। तय हुनाले समय केही लाग्न सक्छ। आफ्नो प्रतिबद्धताबाट दायाँ बायाँ कहिले पनि हुने छैन भन्ने कुरा फेरि पनि स्पष्ट पार्न चाहन्छु।